तो चलिए शुरू करते हैं। तपाईको परिचय भन्नु न। म नवराज उप्रेती। कहाँ जाँदै हुनुहुन्थ्यो अहिले? म बाटो हिँड्दै थिएँ। कहाँ जानलाई? बाटो हिँड्न कहीँ जानुपर्छ, मेरो आफ्नै डेस्टिनेसन छ। नेपालमै बसेर केही गरौँ भन्ने युवाहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ? जेसुकै गर भन्ने सन्देश दिन्छु म। बडा हरामी हो बेटा। ओ दिदी, टोयलेट कहाँ छ? टोयलेट क्या भनेको? पिसा फेर्ने ठाउँ देखाउनु न भने। अरूको पनि हेर्दैन, आफ्नो पनि देखाउँदैन। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी है। यो चाहिँ हाम्रो दलले ल्याउँदा यो चटपट पानी खाना डोन्ट मिस हैन, लगाइ हाल्दिन म। पानी हाल्दिन न। ल है ल। पाइदिनी पर्नीमा भन। बडा हरामी हो बेटा। हो केटीले काँच्दै पनि ठोकिन्छ, सिम्पल कुरा है। म पनि हानिदिन्छु, तर के हुन्छ भने केटी कुन लेभलमा छ भन्ने कुरा हुन्छ के। केटीले इज्जत आफै राख्नु पर्यो। आफै राख्नु पर्यो अभियसली। अहिले तपाईँ पनि छोरी मान्छे हो, तपाईँले मौका दिनु भने म चौका हानिदिन्छु। मान्नुहुन्छ नि त्यो कुरा? फिलायो नि होइन? प्यारी समझ गई। एक दिन बसौँ न कुरा गरेर। ल म रुम मिलाउँछु। ल गर्नु कुरा गर्न रुम मिलाउनु पर्छ। यही नहीं, अभी और सुनिए। गएपछि हजुरको टाउको यसरी कसले मिचिदिन्छ नि बाबा? मेरो खराब पानी छ, मेरो खराब गणतन्त्रको गाँठ त हल्यो होला। Which your favorite food? My name is Mary Biscuit. Oh my god! Wow! श्रीमती चाहिँ उहाँको श्रीमानले लानु। मेरो श्रीमान चाहिँ उहाँको श्रीमती लगो के गर्ने? जसुकै गर्नु। तपाईँको बिहा भयो कि नै बहिनी? हजुर बिहा त भइसक्यो। श्रीमान कहाँ हुनुहुन्छ? श्रीमान त मुई हो, श्रीमती गरेछ। म चाहिँ सेफ बन्न चाहन्छु। चाहन्छु। अनि त्यो त के भन्छ?